नमस्कार ढोकदिया तपाईँहरू देउबाट सिङ्गापुरमा चाहिँ यहाँ कसरी आयो भन्नु होला काठमाडौँ भन्दा राम्रो जोराइलमा विकास भएको थियो र डाइरेक्ट प्लेनबाट यहाँ ल्यान्ड गर्न पाइयो नि लास्ट पनि छैन यहाँ लागि गर्जी च्यातेर छातीमा गोली खान तयार मेयर म उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु मेरो लागि गोली खान तयार हुनुभयो उहाँले भन्नुभएको थियो काठमाडौँको सुल्फे मेयर थियो पहिला त्यसलाई भन्नुभएको थियो तपाईँ विकास के हो जोराइलमा आउनुहोस् भनेर म पनि त्यो सुल्फे बालेनलाई भन्छु जोराइलमा आएर हेर्नुहोस् विकास के हो काठमाडौँमा के विकास भएको छ त्यो अलिअलि भएको एआई हो अब मौसममा आएको छु घाँटी पनि सुकिसक्यो चियाको व्यवस्था छ कि छैन हुन त अध्यक्षज्यूलाई सुगर छ होला चिया के खानु मित्रों मेरे प्यारे भाई और बहनों आज मैं जोराइल में खड़ा हूँ मैं यहाँ का सबसे बड़ा मैं 70 वर्ष का बूढ़ा भी हूँ पूरा सड़ा भी हूँ अहिले देउबाको सम्पत्ति छानबिन गरेर यसलाई कारबाही गर्नुपर्छ भनेर अहिलेको सरकारले भनेको भनेछ पहिला आफ्नो मन्त्रीहरूको त्यो सम्पत्ति छानबिन गर आफ्नै मन्त्रीहरूको कराउनुको सम्पत्ति छ अहिले मन्त्रीहरूलाई तपाईँहरूको सम्पत्ति कहाँबाट आयो भन्दाखेरि के भन्छन् हाम्रो त बाबुबाजेदेखिको सम्पत्ति हो अरे अनि तपाईँहरू भन्नुहोस् नेपालमा कुन चाहिँ राणा गरिब थियो भन्नुहोस् त राणाहरूको पनि त सम्पत्ति हुँदो हो त्यही भएर आजको सम्पत्ति भएको हो नि यहाँ त्यसै भ्रष्टाचारी गर्नु भन्दिने यहाँ लास्ट पेज छैन यहाँ यति हो यति भनेर पानी फिर्नुहोस् न यहाँ सबै घन्टीका समर्थन मान्छे छ के हो यहाँ अलिकति जोस चाहियो नि यहाँ मलाई अस्ति त्यो पार्टी बोक्ने केटो छैन एउटा गृह मन्त्री त्यसले मलाई समातेर जेल लाग्छ भनेर जेल लाग्यो म त अब जेलमै पानी भन्न पनि नपाइने भयो भनेर बडो तनावमा थिएँ तर यहाँ बिहाकी लागि गाडीको लागि 2 लाख खर्च आता दारूकी लागि 50 लाख खर्च आता बामनकी लगा 200 रुपियाँ दिन पातौँ चेपिकन अझ बामनले लुट्यो भन्दा काठ ठोडा बान्न मैले पुण्य गौतमलाई होइन भेटेको पनि थिएँ पुण्य गौतमले मलाई भेट्दाखेरि भने कि अब बेलामा हामी जयबिरु थियौँ कि के थियौँ जयबिरु होइन बुढा जडिया थियौँ अनि जडिया भन्दा पुण्य गौतम रिसा चुरा टक्सी गादा भाग धतुरो खैनी सुपारी पनि नखानेलाई तपाईँले जडिया भन्ने तपाईँलाई महादानीको मुद्दा हाल्न सक्छ के छैन साथीहरू म देशको पक्षमा जनताको पक्षमा न्यायको पक्षमा अन्य अत्याचार भ्रष्टाचार विरुद्ध लागिरहने मान्छे अब कसैको क्यारिकेचर तपाईँहरूले फेभरेट कोही छ भने भन्नुहोस् है मेरिया मोहिनी मारी के छ अलि चल्ली आरामै हुनुहुन्छ होला नि होइन धामनाहरू शुभ नयाँ वर्ष है शुभ नयाँ वर्ष होइन यो जोइन्टे डाब्नु पनि यतै आएको थियो कता गयो हे जोइन्टे छिटो आइजो काका आउँदैछु हतार नगर न धतुरेलो पनि गरौँ है